हेलो साथीहरू सबैजना नमस्कार। सबैजना सन्चै आराम हुनुहुन्छ होला, म पनि आरामै छु। मैले चाहिँ भ्लग नहालेको धेरै भयो थियो। नेपाल गएर पनि 2 महिना जति लगभग 1.5-2 महिना जति भुलियो, त्यही भएर भ्लगहरू हाल्न पाएको छैन। आज चाहिँ ड्युटीबाट आएर यहाँ घरको काम गर्न लाग्छ कि भालेहरू फेरि कुखुराको भालेहरू पनि टक्क हिँडिरहेको छ। फेरि हेर्नुहोस् है, भाले पनि छ, कुखुराको भाले हाँसहरू होइन टक्क आएर। आज चाहिँ हाम्रो यो आँपको, बेलाउतीको, कटरको यो बुटहरूको त्यो तल दबाई लगाउनु लाग्छौँ हामी चाहिँ। यो तल झार फाल्नुपर्छ होला, अलि फालेर यसो पन्सार हान्नु खानु हो, त्यो तल पन्साएर सक्क होइन, अझै पन्सार फाल्नु पर्दैन क्या त्यसलाई। टक्क लगाएर हामी त चाहिँ यो कलर लाउनु लाग्छौँ, टक्क लगाएर यो कलर। त्यसमा भयो हल्का यो साइडमा अलिकति केही त हुन्न नि, हुन्न केही नै हुन्न। यो के केही नै हुन्न, सेतो देखिहाल्छ कि भइहाल्छ। दाउरै गर्छ यार, यो किरा नजाओस् भनेर हो कि कहाँ यसमा लगाइदिए होइन कहाँ हो र, यो सानो सानो लगा नि त नभए कुन यो बेलाउतीको बुट के को बुट हुन्छ यसमा पनि लगा कान्छ ओए, यसमा के को हो र, लगा नि लगा। अब लगा भनेपछि त लगाउनु पऱ्यो कि। यो चाहिँ हाम्रो फर्म हाउस हो क्या, यो टक्क लगाएर फर्म हाउस। दिनमा चाहिँ काममा गइन्छ, बेलुका आइन्छ यहाँ बसिन्छ टक्क लगाएर। नेपाल जस्तै फेरि कुखुरा पालिन्छ, हाँस पालिन्छ, सबै कुरो टक्क। अनि दिउँसो 3-4 घन्टा आराम हुन्छ। लगाइदियो थोरै, बेलाउती बुटे मऱ्यो भने कम फल्छ यहाँ, धेरै फल्छ बेलाउती। हेर्नुहोस् न, यहाँ पुरै यो हाम्रो नेपालभन्दा केही फरक छैन क्या। नेपाल जस्तै पुरै खेतीपाती गर्छ होइन। अहिले चाहिँ यहाँ डोजर लगाए, यहाँ यो डोजर लगाएर गरेको। यो पारी पुरै धानहरू पनि रोप्छ होइन। हाइवे रोड चाहिँ यता पारिपट्टि छ। लगाएर रमाइलो छ जे होस्, बस्नको लागि चाहिँ एकदम बेस्ट छ। हावापानी यहाँ बस्यो भने चाहिँ ठ्याक्कै नेपाल बसे जस्तै हुन्छ, केही फरक छैन। रमाइलो छ जे होस्। मैले तिनीहरू नाम सोध्थेँ के कसको ए बेलाउती पनि ठक्क फेरि मिठो हुन्छ, टेस्ट सानो टेस्ट हुन्छ बेलाउती। खाना मिठो, यहाँ दबाई लाग्यो हातमा, केही हुन्न। त्यसमा लगान्छ टेस्ट हो टेस्ट। बेलाउती मुखमा हाल्नु अहिले अड्कियो भने अनि खान्छ। अनि छुटो गर, छुट्याइ त। अब हाम्रो ड्युटी जाने टाइम हुनु लाग्छ। अब 1 घन्टा जति बाँकी छ। यस्तै छ, काम गर्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो होइन। ए हाम्रो यहाँ केरा पनि टक्कै ल, केरा पनि फेरि मस्त, फेरि आनन्दले घरमै पकाएको फ्रेस खाना पाइन्छ। भाले, कुखुरा, हाँस यस्तो रमाइलो छ क्या। छोडा यता ढोँदरी खनिदिएर यहाँ त अहिले ऊ भएर ल हेर्नु साथीहरू हाँस हेर्नु हस हाँस पनि छ हाम्रो घर ठक्क लगाएर फेरि हाँस
ल सब बास बस्न लाग्यो कुखुरा फेरि सब यहाँ बास बस्छ फेरि ल ल यो बुढो पुरै रातभरि यहाँ बस्नु ल ल ल ल ल ल ल रातो भाले खान्छ कमेन्ट गर्नु है रातो भाले